तीन दिने निःशुल्क अकुपञ्चर स्वास्थ्य शिविरमा आइकन उपचारको लागि बसिरहनुभएका बिरामीहरूमध्ये एकजना बालक करिब 2 घण्टादेखि 3 घण्टा टाढाको बाटो हिँडेर यस स्वास्थ्य शिविरमा आइकन परामर्श लिएर उपचार गर्ने विचार लिनुभएको थियो। यस बाबुको विषयमा गाउँघरका मानिसहरूलाई पनि थाहा रहेछ, जुन करिब 3-4 वर्षदेखि केही पनि नचलेको अवस्था रहेछ। In his history, during delivery time, it is forceful delivery. So then after there is a trauma inside the brain. That means it. Then after it is called a brain paralyzed, cerebral palsy. If we do acupuncture treatment for him day by day for a long time, it has good effect. Yeah, I know, but just once. It once okay. Then after he will come at Kathmandu. Oh, he will come at Kathmandu. Yeah. Oh, good. I suggest her. She must visit in my clinic. Then I will give free treatment to him. बालकान्तिमा लगेर सबै अहिले कान सुन्छ भनेर चेक गरेको थिएन, आँखा चेक गरेको राम्रै देखायो, कान पनि राम्रै होला भने सुन्थ्यो के, अस्ति कानमा पनि समस्या आयो। हजुर। अनि एउटा कानमा पनि नसा भएको कारणले गर्दा एकचोटि सुन्छ रे, एकचोटि कम सुन्छ रे, एकचोटि सुन्दैन। अहिले कानमा पनि समस्या आयो। अनि आँखा चाहिँ कुनै समस्या छैन, अब अरु चाहिँ कुनै केही परिवर्तन भएन। त ठिकै छ, तपाईँ चाहिँ त्यो अकुपञ्चर उपचार चाहिँ लगातार गर्नुहोस् हैन। अब उहाँ भाइको पनि त्यस्तै समस्या हो है। अब उहाँ चाहिँ ठुलो एज हुनुभयो, उमेरले पुग्यो, उहाँले मेहनत गर्नुभएको भएर अहिले अलिकति खुट्टा चाहिँ हिँड्नलाई अप्ठ्यारो मात्रै हो। अब यो बाबु भनेको चाहिँ बिस्तारै चाहिँ त्यो जुन प्रकारले विकास हुनुपर्ने चाहिँ नहुने रोग हो यो। अब तपाईले मेहनत गर्नुभयो, जुन मेहनत भनेको एक्सर्साइज गर्ने, औषधि खुवाउने, त्यो गर्नुभयो भने हिँडडुलमा चाहिँ बिस्तारै राम्रो हुँदै आउँछ। र त्यसै गरेर चाहिँ अकुपञ्चर पनि राम्रो छ है तपाईको लागि। अब दबाईले भन्दा पनि यो अकुपञ्चरको चाहिँ राम्रो चाहिँ छ यो केसमा भन्नु पर्दाखेरि। त्यो भएर तपाईँ आउनुहोस् है, क्लिनिकमा आउनुहोस्, त्यो अनुसार चाहिँ हामी विचार गर्छौँ। तर 1-2 दिनले चाहिँ पुग्दैन। अब यस्तो थाहा भयो त अस्ति पनि काठमाडौँ गएर 1 महिना बसेर आएको म। 1 महिना थेरापी गरेर यसलाई थेरापी सेन्टर मुना नेपालमा लगेर 1 महिना गरेर आएको। सन्चो हुने भएछ त्यो। कम हो त यसलाई त 8-10 लाख रुपैयाँ